हेलो गाइस, अहिले फाइनली हामी गोडेशनगर छौँ। उताबाट आउँदै गरेकी हाम्रो मोटी भान्जी दिदी कति ठुली देखिन्छ माई सन। ओ भाइ हेलो गाइस, अब जाँदैछौँ हामी दाइको घर हेर्न। ल यो बाटो हो जाने गाइस। ल्याउनु नि त ल है त ब्यागमा निकाल्दिनु लिचीलाई डेप्ची सुन्न लागेको नि यिनले। यो हो हाम्रो गणेशनगरको मेन हाइवे रोड। के भन्छ हाइवे हुन्छ न, हाइवे हाइवाई भए पनि वाइफाई भयो नि सेम मिनिङ। यो बाटो आएको हो। पाल्पाको डाँडो देखिरहेको छ, देख्नुहोस्। हाम्रो दिदीले लिची लिएर आइरहेको टक्क लिची गाइस, प्योर अर्ग्यानिक। यो निकाल्न मिल्दैन तर अरूको हो गाइस, पाप लाग्छ अरूको। यो गणेशनगरको बाटो गाइस पिच हुन्छ भन्दै खै पिच हुन्छ भन्दै पिच हुन्छ भन्दै यो बाटो पिच हुने भएन गाइस। यस्तो खाल्टा र खुल्टी पानीले खोलेर। मकैबारी धरम ल गाइस, मकै घर हेरियो।